11 गतेबाट हुँदैछ। अब गण्डकीले सहभागिता नजनाउने भन्ने कुरा आएको छ, के हो खास? नेपाल भलिबल सङ्घले गण्डकी प्रदेश खेलकुद परिषदलाई सम्बोधन गरेर, खास गरी सम्बोधनमा पनि अब यो नाम त प्रदेश खेलकुद परिषद गण्डकी लेख्नुपर्ने, त्यस्तो नलेखिकन अन्यथा लेखेर पठाएको छ। यद्यपि हामीलाई पठाएपछि हामीले त्यसलाई हाम्रो लागि हो भन्ने बुझ्यौँ। त्यसपछि खेलाडीलाई सहभागिता सन्दर्भमा नेपाल गण्डकी प्रदेश भलिबल सङ्घका कार्यवाहक अध्यक्ष राजेन्द्र जीसी, अनि त्यसपछि टहल सिंहजी महासचिव सहितको टोलीसँग एक दिन छलफल भयो। खेलाडीसँग सल्लाह गर्छौँ, त्यसपछि टिम लाने कुरामा अलिकति सहयोग गर्न पर्यो भन्नुभयो र हामीले पनि अब टी सर्ट खेल पोसाक मुख्य गरी केटा पुरुष र महिला दुवैको लागि उहाँहरूले भन्नुभएको थियो, ठिक छ छलफल गराउनुहोस्, अब टिम तयारी गर्दै गर्नुहोस्, अरू सल्लाह गरौँला भनिएको थियो। र आजसम्म टिम चाहिँ दर्ता भएको चाहिँ थाहा पाइएन। र मैले आज मात्रै सम्पर्क गर्दा पनि हामी 4 बजेसम्म खेलाडीहरूको साथीहरूको के कुरा आउँछ त्यसपछि छलफल गरेर अगाडि बढ्छौँ भन्ने कुरा गर्नुभएको छ। र मुख्य गरी यो गण्डकीको केही गुनासो नेपाल भलिबल सङ्घतर्फ रह्यो। म प्रदेश खेलकुद परिषदको सदस्य सचिवको साथसाथै नेपाल भलिबल सङ्घको सचिव पनि हो। र गएको काबाबाट खेलाडी छनौट हुँदाको सन्दर्भमा गण्डकी प्रदेशको कुनै पनि खेलाडी परेन, तसर्थ यो छनौटमा अलिकति क्वेसन छ भन्ने किसिमका गुनासो आइसकेपछि मैले पनि आफ्नो फेसबुकबाट एउटा भलिबल सङ्घकै सचिव भएको कारणले यसमा चाहिँ के हो, नेपाल भलिबल सङ्घले उठेको गुनासोहरूलाई चाहिँ सम्बोधन गर्नुपर्छ वा वास्तविक जानकारी गराउनुपर्छ भन्ने किसिमले एउटा पोस्ट गरेको थिएँ। सँगसँगै नेपाल भलिबल सङ्घको अध्यक्षज्यू र महासचिवज्यूलाई पनि यो खेलाडी छनौट गर्दाखेरि नेपाल भलिबल सङ्घको पूर्व बैठकबाट छनौट समिति गठन भएको छ कि छैन त्यसको बारेमा जानकारी गराउने र छनौट समिति हो भने कसको संयोजकतामा कति सदस्य कमिटी बनेको थियो त्यो बारेमा पनि आम भलिबल प्रेमीलाई खेलाडीहरूलाई जानकारी गराउनु पर्दछ भन्ने किसिमको कुरा उठाइएको थियो। र सँगसँगै गण्डकी प्रदेश भलिबल सङ्घले यसको चाहिँ जवाफ नआउँदासम्म अबदेखि नेपाल भलिबल सङ्घको कुनै पनि प्रतियोगितामा चाहिँ गण्डकी टिम समावेश नगर्ने किसिमको आशयको नेपाल भलिबल सङ्घलाई चिठी लेखेर भरत शाहलाई लेखेर उपाध्यक्षजीलाई लेखेर त्यसको बोधार्थ कपी हामीलाई पनि दिनुभएको थियो। त्यसबाट हाम्रो पनि ध्यान गम्भीर आकर्षण भएको छ प्रदेश खेलकुद परिषदले। यद्यपि त्यो एउटा गुनासो हुँदाहुँदै पनि अब यो प्रतियोगितामा गण्डकीको टिम जाँदा उचित हुन्छ भन्ने किसिमले हामी छलफल चलाइरहेछौँ अहिले पनि। र तर नेपाल भलिबल सङ्घले पनि यो काबाको प्रतियोगिता कुन लेभलको 7वटा प्रदेश र 3टा विभागीय टिमको बिचमा हुने हो कि अथवा कुनै त्यस्तो छनौट गरिएका मुख्य क्लबहरूको बिचमा हो, त्यो पनि एउटा कम्तीमा त्यसको के हो त यो मापदण्ड, यो प्रतियोगिता कुन खालको हो, 7वटा प्रदेश र विभागीय टिमको बिचमा हो कि क्लबको बिचमा हो कि अथवा जो पनि गरेर दर्ता हुन पाउने हो कि भन्ने किसिमको चाहिँ यो अलिकति स्पष्ट भएन। त्यसकारण नेपाल भलिबल सङ्घले पनि यत्रो ठुलो एउटा ब्रान्डको प्रतियोगिता गर्दाखेरि कुन लेभलको प्रतियोगिता हो, जुनसुकै क्लब पनि गरेर दर्ता हुन पाउने। अब हिजो पनि मैले देखेँ, अब क्लबको नाम नलिउँ, अब फलाना क्लब यो क्लब ऊ क्लब पहिले पनि भलिबलै नखेलेको क्लबको पनि त्यहाँ दर्ता भएको जस्तो हामीले सुन्यौँ। त्यस्तो किसिमको गुनासो आयो। त्यसकारण खेलको प्रतियोगिताको पनि काबाको एउटा स्ट्यान्डर्ड छ, एउटा यसको आफ्नै छुट्टै स्पेसिफिकेसन छ। त्यो लेभलको चाहिँ नेपाल भलिबल सङ्घले राख्नुपर्छ भन्ने मलाई लाग्छ। जस्तो अब गण्डकीको भलिबलको टिम कुरा गर्ने हो भने गण्डकीको भलिबल टिम नगएको चाहिँ ठाउँ हुँदैन कि, जहाँ गेम हुन्छ त्यहाँ गण्डकीको भलिबल टिम पुगेको हुन्छ। आज नेपाल भलिबल सङ्घले नै आयोजना गरेको कार्यक्रममा इभेन्टमा चाहिँ गण्डकीको टिम नजाँदा चाहिँ कस्तो होला? होइन, यो बारेमा हामी पनि सिरियस नै छौँ, हाम्रो ध्यान आकर्षण भएको छ। मैले आज मात्रै अहिले भर्खरै पनि राजनजीसँग सल्लाह भयो टिम सहभागिताको सन्दर्भमा के गर्न सकिन्छ भन्दा उहाँले अब हामी खेलाडीसँग छलफल गर्दैछौँ, 4 बजीसम्ममा छलफल गरेर एउटा निकास आउला भन्ने किसिमको कुरा गर्नुभएको छ। आशा गरौँ गण्डकीको टिम त्यहाँ जान्छ। टिम सहभागिता भइसकेपछि खेलाडीहरूले उठाएका कुराहरू, आम खेल प्रेमीहरूले उठाएका कुराहरू, आम भलिबलका दर्शकहरू, मुख्य गरी गण्डकीका भलिबलको यति महत्त्वपूर्ण दर्शकज्यूहरू, खेलप्रेमीहरूले गण्डकीको टिमलाई, नेपालको भलिबलमा विकासलाई यति ठुलो योगदान दिनुभएको छ। उहाँहरूले उठाएका कुराहरू, विभिन्न खेलकुद क्षेत्रमा उठेका जुन यो छनौटको कुरा, खेलाडी गत सालको छनौटको कुरा, अब उपरान्त खेलाडी छनौट गर्दाखेरि नेपाल भलिबल सङ्घले अवलम्बन गर्नुपर्ने छनौट कमिटीको मापदण्ड र जवाबदेहिताको सन्दर्भमा यो कुरामा पनि टिम सहभागी भएर पनि कुरा हामी राख्न सक्छौँ, यसलाई ध्यान आकर्षण गर्न सक्छौँ। तसर्थ
गण्डकीको टिम समावेश हुनुपर्छ, किनभने गण्डकीको टिम चाहिँ समावेश नहुँदाखेरि दर्शकहरूको उपस्थिति कम हुने, अलिकति प्रतियोगितालाई खोल्लोपन हुने भन्ने कुरो यता आइरहेको छ। हामीले त्यो सुनिरहेको छौँ। त्यसर्थ टिम चाहिँ सहभागी बनाउने प्रति मेरो पनि व्यक्तिगत रूपमा चाहिँ भूमिका रहन्छ। अब 5 गतेसम्मको मात्रै मिति थियो टिम दर्ता गर्ने, अब समय पनि कटिसक्यो। यदि अब आज 4 बजे उहाँहरूले केही निर्णय गरे पनि टिम दर्ता हुन्छ कि हुन्न एउटा कुरो। अनि अर्को कुरो तपाईँले भन्दै गर्दा तपाईँहरूको प्रदेश खेलकुद परिषद गण्डकी र गण्डकी प्रदेश भलिबल सङ्घकै कुरा बाजियो। हामीले उहाँहरूसँग पनि कुरा गर्दा हामीलाई पत्र आएको होइन, परिषदलाई आएको, परिषदले के गर्छ भन्ने किसिमको जवाब चाहिँ महासचिवज्यूबाट नि आएको थियो। यस विषयमा के भन्न चाहनुहुन्छ? त्यस्तो त कहिले भन्नुभयो, मलाई त भन्नुभयो जस्तो लाग्दैन। अब यहाँहरूले जान्ने कुरा हो। तर उहाँहरूसँग मलाई लाग्छ पुसको 1 गते या 2 गते कार्यवाहक अध्यक्ष राजेनजी, टहल सिंहजी महासचिव र 1-2 जना अरू साथीहरूको बिचमा पनि छलफल गरेर कसरी सहभागिता गराउन सकिन्छ भन्ने किसिमको छलफल भएको छ। मलाई लाग्छ अब यद्यपि गण्डकी प्रदेशकै नाममा आए पनि भलिबलको व्यवस्थापन गर्ने, टिमको सहभागिता गर्ने, प्रशिक्षणको व्यवस्था मिलाउने, कुनै प्रतियोगिता गण्डकीमा हुँदा गण्डकी भलिबल सङ्घले नै व्यवस्थापन गर्ने किसिमको खेलकुद प्रदेश खेलकुद परिषद नीति लिएको छ। तसर्थ हामीलाई चिठी आए पनि त्यो उहाँहरूलाई नै आयसरक हुन्छ। हामीले उहाँहरूसँग छलफल गरेर पठाउने हो। त्यो टिमको तयारी गर्ने, सहभागिता गराउने, राम्रो टिमको चाहिँ कसरी व्यवस्थापन गर्ने, कसरी मेडल प्राप्त गर्ने, पोजिसन लिने भन्ने कुरामा त सम्बन्धित सङ्घले नै व्यवस्थापन गर्ने हो। तसर्थ त्यो कुरामा त उहाँहरूले जिम्मेवारी छैन भनेर भन्नुभयो जस्तो त मलाई लाग्दैन। भनेको भए पनि त्यो चाहिँ उचित होइन। टिम दर्ता चाहिँ 5 गते भन्ने छ, आज त समय जहाँसम्म टिम दर्ता गर्ने कुरामा मलाई अब राजनजी र सायद नेपाल भलिबल सङ्घको बिचमा यहाँको कार्यवाहकको अध्यक्षज्यू र नेपाल भलिबल सङ्घको त्यो टिम दर्ता गर्ने कुरो पक्कै छलफल भयो होला। नभइकन त 4 बजेपछि छलफल गरेर अनि निदो गरौँला भन्नुभएको छ। पक्कै उहाँहरू दुईटाको बिचमा नेपाल भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घको बिचमा सम्बन्धित भयो होला नि। नभए त राजेनजीले कसरी 4 बजेपछि सल्लाह गरेर हामी अगाडि बढ्छौँ भन्नुभएको छ। अब खेलाडीहरूले के भन्नु